केक र मिठाईहरू। हामी प्राय कुनै दिनको सुरुवात गर्नुहोस् वा कुनै दिनको अन्त्य गर्न, कसैको सफलतामा होस् वा कसैको नयाँ कामको सुरुवातमा नै किन नहोस्, हामीले केक काट्ने र विभिन्न बेकरीका मिठाईहरू खाएर मनाउने गर्छौँ। हामीलाई यी मिठाईहरू खाने बेलासम्म आनन्द लाग्दछ, तर यसले हाम्रो मस्तिष्कमा नकारात्मक असर पुर्याएको हुन्छ। जब हामी बेकरीका पेस्ट्री र केकहरू धेरै मात्रामा खान्छौँ, तब हाम्रो मस्तिष्कमा एक प्रकारको परिवर्तन आउन थाल्छ। यी मिठा खाद्य पदार्थहरू धेरै मैदाको पिठोबाट बनेका हुन्छन् र यी पदार्थमा धेरै चिनी हुनाले हाम्रो मस्तिष्कमा डोपामिनको मात्रामा वृद्धि हुन्छ, जसले गर्दा तपाईलाई खुसीको अनुभव क्षणिक रूपमा प्राप्त हुन्छ र तपाईका पछिका दिनहरूमा मानसिक थकान र तनाव बढाउन सक्छ। यी खानेकुराले हाम्रो मस्तिष्कमा ब्रेन फग उत्पन्न गराउँछ, जसको कारण हामी क्रिएटिभ हुन सक्दैनौँ। अत्याधिक यी परिकारको सेवन गर्नाले ब्रेन ट्युमर पनि हुन सक्छ। यदि तपाईले पनि बेकरीका मिठाईहरू धेरै मात्रामा खानुहुन्छ भने अबबाट कम गर्ने बानी बसाल्नुहोस्। तपाईले यी बेकरीका पदार्थलाई सन्तुलित मात्रामा सेवन गर्न सक्नुहुन्छ, नत्र भने तपाईले यसको सट्टा फलफुलहरू खान सक्नुहुन्छ, जसले तपाईको मस्तिष्कलाई थप शक्ति र ऊर्जा प्रदान गरी तपाईको मस्तिष्कलाई स्वस्थ बनाउन मद्दत गर्नेछ।